तिमीहरूको प्रार्थना सुन्ने येशूले भूकम्पमा किन बचाएन? चर्चमा मान्छेहरू किन मरे? चर्च भवनहरू किन भत्किए? 72 सालको भूकम्पमा उनीहरूले जे गुमाए त्यो अस्थायी थियो, तर उनीहरूले ख्रिस्टमा जे पाए त्यो अनन्त छ। एउटा क्रिस्चियन शरीरमा हुन्छ भने त्यसको फाइदा बेग्लै छ, र शरीरमा हुँदैन भने पनि उसले संसार छोड्छ भने पनि उसको लागि लाभ हो। मित्रहरू, जय मसीह। यस भिडियो सन्देशमा यहाँहरू सबैजनालाई म स्वागत गर्दछु। विक्रम सम्वत 2072 सालको भूकम्पले नेपालमा ठुलो क्षति गर्यो। त्यो क्षतिलाई हामीले बिर्सेका छैनौँ। हामीमध्ये धेरैले भवन, आफन्त र प्रियजनहरू गुमायौँ। त्यो विपत्तिमा हाम्रा कतिपय चर्च भवनहरू पनि भत्किए र केही स्थानमा प्रार्थना गरिरहेकै अवस्थामा हाम्रा विश्वासी दाजुभाइ दिदीबहिनीहरूले प्रभुमा विश्राम लिनुभयो। मर्न त अरू पनि मरे, तर क्रिस्चियनहरूलाई लक्षित गरेर कतिपय मित्रहरूले 10 वर्ष अघि नै घटिसकेको घटनालाई अहिलेसम्म धार्मिक आस्थासँग जोडेर गिल्ला गर्दै आएका छन् र सोधेका छन्, खोइ त तिमीहरूको प्रार्थना सुन्ने येशूले भूकम्पमा किन बचाएन? चर्चमा मान्छेहरू किन मरे? चर्च भवनहरू किन भत्किए? यी प्रश्नहरू गिल्ला गर्ने उद्देश्यले सोधिएका भए तापनि एक महत्त्वपूर्ण प्रश्नको रूपमा म लिन्छु। महाभूकम्पसँग अनेक प्रसङ्गहरू जोडेर चर्चलाई तल गिराउनको लागि अनेक भिडियोहरू बनाइएका छन्। लगभग 10 वर्ष अघिको घटनालाई अनेक भ्रम फैलाउने समूह अझै पनि लागि परेको कारण ढिलै भए पनि म रिस वा गालीले होइन, तर नम्रता र सत्यताका साथ बाइबलबाट यसको जवाफ दिन जाँदैछु। यो भिडियोमा अन्तसम्म तपाईँले साथ दिनुभयो भने तपाईँले एउटा दृष्टिकोण पक्कै पनि पाउनुहुनेछ। पहिलो कुरा, क्रिस्चियन हुनु भनेको दुःख कष्टबाट छुटकारा पाउनु होइन। धेरै मानिसहरूलाई लाग्छ कि येशूलाई विश्वास गरेपछि जीवनमा कुनै आँधीबेरी, बिरामी वा विपत्ति नै आउँदैन, सुखै सुख हुन्छ। कहीँ कतै यस्तो सन्देश कसैले फैलाएको छ भने याद गर्नुहोस्, यो बाइबलको शिक्षा होइन। येशू आफैले स्पष्टसँग भन्नुभएको छ, मैले तिमीहरूलाई यी कुरा यस हेतुले भनेको छु कि ममा तिमीहरूलाई शान्ति होस्। संसारमा तिमीहरूलाई सङ्कष्ट हुनेछ, तर साहस गर, मैले संसारलाई जितेको छु। योहन्नको सुसमाचार 16 अध्यायको 33 पद। येशूले स्पष्टसँग भन्नुभयो सङ्कष्ट हुनेछ। उहाँले यो प्रतिज्ञा गर्नु भएन कि हामीमाथि भूकम्प आउने छैन वा कुनै पनि विपत्ति नै आउने छैन। यी त हुने नै छन् र त्यसमा ज्यान पनि जान सक्छ, तर येशूले प्रतिज्ञा गर्नुभयो कि उहाँ त्यो अवस्थामा पनि हामीसँग हुनुहुनेछ। हो, 72 सालको भूकम्पमा नेपालका मध्यपश्चिमी भेगमा हामीले धनजन गुमायौँ, जसमा यो वा त्यो आस्थाका भनेर छुट्याउन मिल्ने अवस्था नै थिएन। तर भूकम्प पीडितहरू क्रिस्चियन मात्र थिए भन्ने भाष्य निर्माण गरेर खिल्ली उडाउनेहरूप्रति दया लाग्छ, किनकि उनीहरूको हुर्काइ नै त्यस किसिमको संस्कारमा भएको छ। महाभूकम्पमा धेरै क्षति भयो, तर हामीले येशूको उपस्थिति पायौँ र क्रिस्चियनहरू सजिलैसँग सम्हालियौँ। दोस्रो कुरो, यो पतित संसारमा विपत्तिले कसैलाई छुट्याउँदैन। पापले सम्पूर्ण सृष्टिमा दुःख र पीडा ल्यायो। यो कुरो उत्पत्ति 3 अध्यायको 17देखि 18मा लेखिएको छ र अहिलेसम्म सृष्टि समेत त्यसबाट मुक्ति पाउन आतुर छ। रोमी 8 अध्यायको 19देखि 22ले यही भन्छ। सृष्टिमा परेको प्रभावबाट आउने विपत्तिहरू यसै पतित संसारका हिस्सा हुन्। भूकम्प आउँदा यसले यो हिन्दूको घर हो, यो क्रिस्चियनको चर्च हो, यो नास्तिकको घर हो, यो फलाना र ढिस्कानाको घर हो भनेर छुट्याउँदैन। जसरी घाम र पानी धर्मी र अधर्मी दुवैमाथि पर्छ, त्यसरी नै विपत्ति पनि सबैमाथि आउँछ। यसैले भन्नुभयो, उहाँले दुष्ट र सज्जन दुवैलाई सूर्यको ताप दिनुहुन्छ र धर्मी र पापी दुवैलाई वृष्टि दिनुहुन्छ। मत्ती 5 अध्यायको 45 पद। चर्चमा मर्नु वा मन्दिरमा मर्नुले कोही असल वा खराब प्रमाणित हुँदैन। यसले केवल यो प्रमाणित गर्छ कि हामी सबै एउटै जोखिमपूर्ण संसारमा बाँचिरहेका छौँ। तेस्रो कुरो, भूकम्पको बाइबलीय महत्त्व।
यो चेतावनीको एउटा घन्टी हो। जुन मित्रहरूले क्रिस्चियनहरूलाई गिल्ला गर्दै हुनुहुन्छ, तपाईँहरूले भूकम्पको वास्तविक सन्देश नै बुझ्नुभएको छैन। बाइबल अनुसार भूकम्प एउटा चिन्ह वा चेतावनी हो। भन्नुहोला, के को चेतावनी हो त? पहिलो कुरो, यसले हामीलाई सिकाउँछ कि यो संसार अस्थायी र अस्थिर छ। हामीले सबैभन्दा स्थिर र बलियो ठानेको यो पृथ्वी एकैछिनमा हल्लन्छ। हाम्रा बलिया घर र संरचनाहरू तासको पत्ता झैँ ढल्छन्, यी अस्थायी हुन्। यस विषयमा बाइबलले यसो भन्छ, होशियार बस, जो बोल्दै हुनुहुन्छ उहाँलाई तिमीहरू इन्कार नगर, किनकि यदि पृथ्वीमा चेतावनी दिनुहुनेलाई इन्कार गर्नेहरू उम्किनन् भने, स्वर्गबाट चेतावनी दिनुहुनेलाई अस्वीकार गर्यौँ भने हामी कसरी उम्कन सक्छौँ? उहाँको स्वरले त्यसबेला पृथ्वी काम्यौँ, तर अब त उहाँले यसो भनेर प्रतिज्ञा गर्नुभएको छ, अझ एकपल्ट पृथ्वी मात्र होइन तर स्वर्गलाई समेत म हल्लाउने छु। अझ एकपल्ट भन्ने वचनले यो देखाउँछ कि हल्लाउन सकिने कुराहरू अर्थात् सृष्टि भएका कुराहरू हटाइनेछन्, तर हल्लाउन नसकिने कुराहरू स्थिर रहनेछन्। यसकारण हल्लाउन नसकिने राज्य पाएकोमा हामी कृतज्ञ हौँ। त्यसैले हामी भक्ति र भय साथ परमेश्वरलाई ग्रहण योग्य हुने आराधना चढाउँ। हिब्रू 12:25-28 मैले पढेँ। भूकम्पले हामीलाई सन्देश दियो कि हाम्रो भरोसा यो हल्लिने संसारमा होइन तर नहल्लिने थोक अर्थात् येशू ख्रिस्टमा हुनुपर्छ। यसकारण भूकम्प के हो भन्ने कुरो हामी राम्रोसँग बुझ्दछौँ। दोस्रो कुरा चाहिँ, येशूले आफै भन्नुभयो कि भूकम्प युगको अन्तको चिन्ह हो। यस विषयमा पनि बाइबलले स्पष्टसँग यसो भनेको छ। विशेष गरी यसले भन्नुभयो, जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्नेछ र ठाउँ ठाउँमा अनिकाल र भूकम्प हुनेछन्। तर यी सब त प्रसव वेदनाको सुरु मात्र हो। मत्ती 24:7-8 के संसारमा यस्ता गतिविधिहरू भइरहेका छैनन् त? भइरहेका छन्। किन भइरहेका छन् भन्ने प्रश्नको उत्तर यहाँ छ। यी चाहिँ युगको अन्त्य हुने लागेको खबरदारीका चिन्हहरू हुन्। जसरी नानी पाउनुभन्दा अघि प्रसव वेदना सुरु हुन्छ, प्रसव व्यथा लागेपछि नानी जन्मन्छ। त्यसैले मित्रहरू, तपाईँहरूले जुन भूकम्पलाई देखेर क्रिस्चियनहरू किन मरे, चर्चहरू किन भत्किए भनी हाम्रो गिल्ला गर्दै हुनुहुन्छ, त्यो भूकम्प कुनै समुदाय विशेषलाई सजाय दिन मात्रै आएको थिएन। त्यो भूकम्प तपाईँ हामी सबैलाई चेतावनी दिन आएको थियो। तेस्रो कुरो, यसैया, इजकेल र आमोसको पुस्तकमा भूकम्पलाई राष्ट्रिय न्यायको चेतावनी र परमेश्वरको हस्तक्षेपको रूपमा उल्लेख गरिएको छ। भूकम्प राष्ट्रको अन्याय, भ्रष्टाचार र आत्मिक कठोरता विरुद्धको चेतावनी हो। त्यस्ता भवनहरू भत्किए जुन मापदण्ड विपरीत बनाइएका थिए। मापदण्ड विपरीत बनाउनको लागि घुस खुवाइएको थियो। मैले बुझेअनुसार 72 सालको भूकम्पमा काठमाडौँको कपन स्थित 7 तले नाम गरेको भवन भत्के त त्यहाँ क्रिस्चियनहरू परेको साँचो हो। र भूकम्पमा परेर मर्ने क्रिस्चियनहरू मात्रै होइनन्, तर त्यो भवन ढल्दा अरू पनि मरे। त्यो भवन किन भत्किए भन्ने कुराको मूल्याङ्कन गरिँदा त्यसको संरचनामा गम्भीर त्रुटि भएको भेटियो। भूकम्पमा मानिस मर्दा हामी भूकम्पलाई दोष दिँदैनौँ, मानिसलाई नै दोष दिन्छौँ। हाम्रा कामहरू विभिन्न तरिकाबाट जाँचिँदछन्, जसमध्ये भूकम्प पनि एउटा माध्यम हो। जाँचिँदा ती खत्तम भए। यसकारण भूकम्प होस पुर्याउनको लागि परमेश्वरको चेतावनीको जनाउ घन्टी हो। भूकम्प केवल प्राकृतिक घटना होइन, त्यो परमेश्वरको एउटा सन्देश थियो। त्यो हो, यो संसार अन्त्य हुँदैछ, तयार हो, पश्चाताप गर। त ती विश्वासीहरू जो चर्चमा च्यापेर मर्दा बिछोडको पीडा परिवारले खेपे पनि उनीहरू पश्चाताप गरेर तयारी अवस्थामा बसेका थिए। भूकम्पको माध्यमबाट प्रभुमा गए। तर तपाईँ जो आज त्यो चेतावनीलाई बिर्सेर गिल्ला गर्दै हुनुहुन्छ, के तपाईँ भोलि आउने अन्तिम न्यायको लागि तयार हुनुहुन्छ? चौथो र सबैभन्दा महत्त्वपूर्ण प्रश्न,
बचाउनु वा मुक्तिको वास्तविक अर्थ के हो? जब तपाईँ सोध्नुहुन्छ येशूले किन बचाएन, हामीलाई थाहा छ तपाईँको मतलब शारीरिक मृत्युबाट किन बचाइएन भन्ने हो। येशूलाई विश्वास गर्ने कोही पनि शारीरिक रूपमा नमर्ने हो भने कुनै पनि क्रिस्चियन कहिल्यै बुढो वा बिरामी हुने थिएन। बाइबलमा वृद्ध उमेर पुगेपछि मानिसहरू मरेका प्रसङ्गहरू प्रशस्तै छन्। बाइबलले स्पष्टसँग भन्छ यो पार्थिव शरीर ढलेर जान्छ र ढल्नु नै पर्छ। 2 कोरिन्थी 5:1। पार्थिव भनेपछि पृथ्वीबाट आएको, माटोबाट बनेको। यो ढल्छ तर तिनै शरीरमा परमेश्वरले अनन्त आत्मा हाल्नुभएको छ, त्यो चाहिँ नाश हुनु भएन, जसको लागि येशूलाई विश्वास गर्नुपर्छ। अब गाँठी कुरा बुझ्नुहोस्, येशू हामीलाई शारीरिक मृत्युबाट बचाउन आउनुभएको होइन, बरु हामीलाई अनन्त मृत्यु अर्थात् हाम्रो पापको दण्ड र परमेश्वरबाट सधैँको लागि अलग हुने अवस्थाबाट बचाउन आउनुभएको। यसको लागि येशूलाई विश्वास गरेको हुनुपर्छ। यसकारण यूहन्ना 3:16 लेखिएको छ, परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। भूकम्पबाट ख्रिस्टमा सुतेका ती विश्वासीहरूलाई येशूले बचाउनु भएन भन्ने कुरो सरासर गलत हो। उहाँले तिनीहरूलाई पहिल्यै बचाइसक्नु भएको थियो। उनीहरूको शरीर नाश भयो, ढिलो वा चाँडो हुनु नै थियो, तर उनीहरूको आत्मा सुरक्षित रूपमा अनन्त जीवनमा प्रवेश गर्यो। उनीहरू हारेका होइनन्, बरु जितेका हुन्। बाइबलमा लेखिएको छ, मेरो उत्कट प्रतीक्षा र आशा यो हो कि म कदाचित लज्जित हुने छैन, तर ममा प्रशस्त साहस हुनेछ र सधैँ चाहिँ अहिले पनि मेरो शरीरमा ख्रिस्ट सम्मानित हुनुहुनेछ, चाहे मृत्युद्वारा होस् अथवा जीवनद्वारा, किनकि मेरो निम्ति जिउनु ख्रिस्ट हो र मर्नु लाभ हो। फिलिप्पी 1:20-21। मेरो निम्ति जिउनु ख्रिस्ट हो र मर्नु लाभ हो भन्न सक्ने मानिस बहादुर हुन्, जुन एउटा सच्चा क्रिस्चियनले मात्र भन्न सक्छन्। एउटा क्रिस्चियन शरीरमा हुन्छ भने त्यसको फाइदा बेग्लै छ र शरीरमा हुँदैन भने पनि, अर्थात् उसले संसार छोड्छ भने पनि उसको लागि लाभ हो। यसकारण 72 सालको भूकम्पमा उनीहरूले जे गुमाए त्यो अस्थायी थियो, तर उनीहरूले ख्रिस्टमा जे पाए त्यो अनन्त छ। पाँचौं कुरो, हाम्रो विश्वासको जग। मानिसको शरीरसहित आत्माको मृत्यु पहिलो मानव आदमको पापको परिणाम थियो। आत्माको मृत्यु भनेको परमेश्वरसँगको सम्बन्ध विच्छेद हुनु हो। त्यो सम्बन्ध पुनर्स्थापना गर्न परमेश्वर आफै दुःख, कष्ट र मृत्यु खेप्न मिल्ने शरीरमा आउनुभयो, जो ख्रिस्ट येशू हुनुहुन्छ। येशू ख्रिस्ट स्वयं क्रुसमा भयानक पीडासहित मारिनुभयो, तर तेस्रो दिन पुनरुत्थान हुनुभयो। उहाँमाथि विश्वास गर्नेहरूले शारीरिक मृत्यु खेपे पनि तिनीहरूको आत्मा सुरक्षित रहन्छ। यसकारण हामी शारीरिक रूपमा बेहाल भएर मर्न सक्ने तथ्यलाई स्वीकार गर्छौँ, तर त्यो नै अन्त चाहिँ होइन। येशूका चेलाहरू पनि ढुङ्गाले हानेर र तरबारले काटेर मारिए। के येशूले उनीहरूलाई बचाउनु भएन र? अवश्य बचाउनु भयो। उहाँले उनीहरूको शरीरलाई होइन, उनीहरूको विश्वासद्वारा आत्मालाई बचाउनु भयो। हाम्रो विश्वास यो क्षणिक जीवनमा होइन, तर जीवित ख्रिस्ट र उहाँले दिनुभएको अनन्त जीवनमा टिकेको छ। अब निष्कर्षमा भन्नुपर्दाखेरि भूकम्पले हामी सबैलाई एउटा कुरा सिकायो, मृत्यु कुनै पनि बेला आउन सक्छ, तयार हुनुपर्छ हामी। बाइबलमा लेखिएको छ, जसरी मानिसको निम्ति एकपटक मर्नु निश्चित छ र त्यसपछि इन्साफ। हिब्रू 9:27। ती क्रिस्चियनहरू जो चर्चमा मरे, उनीहरू आफ्नो मुक्तिदाताको उपस्थितिमा प्रार्थना गर्दा गर्दै मरे। उनीहरू प्रभु कहाँ जान तयार थिए, गए। तर प्रश्न तपाईँलाई हो, के तपाईँ आफ्नो मृत्युको लागि तयार हुनुहुन्छ? तपाईँको मृत्यु भूकम्पमा होस् वा ओछ्यानमा, त्यसपछिको अनन्त इन्साफको लागि
तपाईँलाई कसले बचाउँछ? म्याद पुगेपछि आफै पनि भत्किने चर्च भवनहरू भत्किए, तर हाम्रो विश्वासको जग भत्किएन, किनकि त्यो जग येशू ख्रीष्ट हुनुहुन्छ। यो संसार अस्थायी छ, यो हामीले बुझेको कुरा हो, तर उहाँ स्थायी हुनुहुन्छ। भूकम्पमा प्रियजन गुमाउँदा हामी दुखित हुन्छौँ र रुन्छौँ, तर हामी आशाविहीन जस्ता भएर जो रुँदैनौँ, किनकि हामीलाई थाहा छ ख्रीष्ट येशूमा मर्नेहरू एक दिन फेरि जीवित हुनेछन्। पहिलो थिस्सलुनिकी 4:13-14 यही भन्छ। येशूले हामीलाई बचाउनु भयो, भूकम्पबाट होइन तर पाप र अनन्त मृत्युबाट। भूकम्पले शरीर लिन सक्छ तर आत्मा लिन सक्दैन, किनकि त्यो येशूमा सुरक्षित छ। हाम्रो आशा पृथ्वीमा हुँदा पनि छ, तर अझ महत्त्वपूर्ण आशा चाहिँ स्वर्गमा पनि छ, किनकि लेखिएको छ वचनमा, यो लेख अब उपरान्त प्रभुमा मर्नेहरू धन्यका हुन्। आत्मा भन्नुहुन्छ हो, तिनीहरूले आफ्ना परिश्रमबाट आराम पाउनेछन्। प्रकाश 14:13। यो सन्देश तपाईँलाई कस्तो लाग्यो कमेन्टमा लेख्नुहोला। हामी अर्को भिडियोमा अवश्य भेट्नेछौँ। प्रभुले सबैलाई आशिष दिउन्। जय मसीह।